Hello everyone, welcome to my YouTube channel. हाम्रो चाहिँ फ्रेन्डली म्याच भएको कारणले गर्दा सबैजना मिलेर बोर्ड बनाउँदै छौं। कम्पाउन्ड बोको लागि चाहिँ बोर्ड पुगेको थिएन, त्यही भएर सबै त्यो बिग्रिसकेको बोर्ड हैन टुक्रा टाक्री जोडेर सबैजना मिलेर बोर्ड बनाइराखेको छौं। सबैजना के भनौं, म बाइक सबले काम गरिराखेको थियो सबैले। मैले काम गरेको भनेको चाहिँ एंगलबाट भिडियो बनाउने, पानी लिएर आउने, खाजा लिएर आउने, त्यही हो मैले गरेको काम। मैले फ्रेन्डली म्याचको भिडियो चाहिँ अलरेडी राखिसकेको छु, सो हजुरहरूले हेर्न पनि सक्नुहुन्छ मेरो युट्युब च्यानलमा गएर। यो बोर्ड बनाउन चाहिँ एकदमै धेरै टाइम लागेको थियो, किन भन्दाखेरि चाहिँ त्यो बीच पार्ट पुर्नु पर्यो, अनि त्यतिकै फेरि पुर्दा नि पुरिदैन, त्यसलाई ग्लु लगाउनु पर्यो, त्यसकै शेपमा काट्नु पर्यो, त्यही भएर एकदमै टाइम कन्ज्युमिङ वाला नै थियो हैन। सबैजना हेर्नु न त्यहाँ खुट्टाले थिचिरहेछ हैन, ग्लुहरू लगाइरहेछ, सबजना मिलेर काम गरिरहेछ। जोस् म चाहिँ भिडियो बनाउन चाहिँ काम गरिरहेको छु, के थाहा हैन यो भिडियो हेरेर न हामीलाई ओहो बोर्ड छैन रहेछ भनेर न बोर्ड दिन्छ कि कसैले। यो बोर्ड बनाउने बेलामा चाहिँ त्यो सानो बहिनी छ नि हो, उसको हात पनि काटेको थियो है, पछि गएर ह्यान्डी प्लस लाउनु परेको थियो। यो बोर्ड बनाएर सकिँदा चाहिँ 1.5 घण्टा 2 घण्टा त लागेको थियो, त्यति त मजाले लागेको थियो। अङ्कल चाहिँ मेजर गरी ग्लु लगाइराख्नु भएको छ। ग्लु नलगाइकन त्यतिकै त्यो रबर राख्यो भने चाहिँ सबै धुजा भएर निस्किन्छ कि, सो त्यही भएर मेजर गर्दै ग्लु लगाउँदै त्यो काटेर राखिराखेको छ। यो दिन चाहिँ कसैले पनि त्यति ट्रेनिङ गरेको थिएन, किन भन्दाखेरि चाहिँ ग्राउन्ड मिलाउने, बोर्ड मिलाउनेमै दिन गयो। तुलसीलाई चाहिँ बाहुबलीको पावर आइरहेछ, त्यहाँ हानिरहेछ बोर्डलाई। ओहो मैले यति धेरै बोलिसकेँ, अब त के बोल्नु पो भइरहेछ भने सोचिरहेको छु म के बोल्नु भनेर हैन। फर्स्ट टाइम मैले भिडियोमा चाहिँ आफ्नो भोइस रेकर्ड गरेर मैले अङ्कलहरूलाई भाइ बहिनीहरूलाई सुनाउँदाखेरि चाहिँ हैन, उहाँहरूले चाहिँ यो अलिकति बुक पढेको जस्तो भयो, जे छ नेचुरली बोल्नु, जे छ नेचुरली बोल भनेर भन्नुभएको थियो। अनि त्यसपछि मलाई पनि हो जस्तो लाग्यो, सो अहिले मुखमा जे आइरहेछ म त्यही बोलिरहेको छु। फर्स्ट टाइम म आर्चरी सिक्न जाँदाखेरि चाहिँ हैन, मेरो अगाडि चाहिँ बोर्ड स्ट्यान्ड थियो, अनि त्यहाँ चाहिँ 30 मिटरको टार्गेट थियो। त्यतिखेर त ओहो म त येल्लो हानिदिन्छु भन्ने त्यस्तो खालको दिमागमा आएको थियो, तर होइन रहेछ। जति हेर्दा सजिलो त्यति नै गाह्रो। मैले मान्छेको मुखबाट पनि सुनिरहेको हुन्छु हैन, बहिनी यो त सजिलो हुन्छ होला है, हामीले हान्न सक्छ होला है भनेर भन्नुहुन्छ। बिचरा उहाँहरूको पनि के गल्ती र हैन, अहिलेसम्म त्यो थाहा नै छैन उहाँहरूलाई। तर होइन, म भिडियोबाट के भन्न चाहन्छु भने होइन यो गाह्रै छ, त्यही भएर हजुरहरूले चाहिँ सिक्नै पर्ने हुन्छ है। आर्चरीमा चाहिँ धेरै टाइप्स अफ बोज हुन्छ, लाइक लङ बो, रिकर्भ बो, कम्पाउन्ड बो, क्रस बो, तर युजली नेपालमा युज हुने भनेको चाहिँ रिकर्भ बो, कम्पाउन्ड बो र ट्रेडिसनल बो हो। आर्चरीमा चाहिँ एज लिमिट हुँदैन, तर बाहिरतिर चाहिँ धेरै जस्तोले 8 वर्षभन्दा माथिकोलाई प्रिफर गर्छ, किन भन्दाखेरि त्यो बो तान्नलाई पनि स्ट्रेन्थ हुनु पर्यो हैन, कमसेकम 8 वर्षको चाहिँ हुनै पर्यो। र तपाईँ फिट एन्ड फाइन हुनुहुन्छ, तपाईँले बो तान्न सकिरहनु भएको छ भनेपछि चाहिँ तपाईँले जति वर्षसम्म पनि खेल्न सक्नुहुन्छ यो गेम। आजलाई यति मात्र। होप यु अल लाइक इट एन्ड प्लिज डोन्ट फर्गेट टु लाइक, शेयर एन्ड सब्सक्राइब। बाई बाई।